गाडी छ होला जाने बेहोरेज गाडी बसिया मान्छे केटा कागजी छिङछुङ निहाउ नाउ चाउ चाउ ए पिकोलो न अब भुल्यो क्या अब त्यो अलि आउँछ हेर्नु हेर्नु आयो कि नै यसले बुझ्छ के ल यहाँ पनि कि इटालीमा पनि छ क्या काग भिडियो रेकर्डै भएन क्या हो भइरहेछ दाइ थोरै थोरै बेर्नु क्या आवाज नचल्यो होला आवाज सबै उयो कि केटाहरू फेरि माल बजिरहेको छ उतै चाहिँ मिलिट्री हो होइन त्यो चाहिँ मिलिट्री हो पहिलाको जमानामा वर्ल्ड वार हुँदाखेरि त्यहाँनिर बसेर आर्मीहरू बसेर उहाँ गङ गङ आर्मीलाई हान्थे यो आइल्यान्डमा कब्जा गर्दाखेरि यहाँ चाहिँ पुरै बङ्करै बङ्कर छ क्या यो माथि माथि बङ्करै बङ्कर छ ल यो चाहिँ त्यो ढुङ्गा सुङ्गा झर्न सक्छ भनेर चाहिँ बोर्डहरू यहाँ चाहिँ सतर्कता अपनाउने भनेर दिएको छ केटा कहिलेकाहीँ रमाइलो गर्नुपर्छ घुम्नुपर्छ जिन्दगी यस्तै पैसा भनेर पनि हुँदैन होइन केटा हो चट्ट रमाइलो सिनहरू हेर्न पाइन्छ अब गर्मी समय आयो चट्ट नुहाउनुपर्छ समुद्रमा मारेमा घुम्नुपर्छ होइन घाम पनि आइसकेछ लास्ट म केटा हो फाइनली लाइटर भएन भने के काम भयो त नि फेरि पिठोलो हेर म अघि नै खाना बनाउँदा गोजीमा राखेर लाइट भुइँ छुटेछ दाइले खतम गर्नुहुन्छ दाइको पावर खतरा छ ठिक लागेन मलाई यति भयो चाहिँ ट्याक्कको देखिँदो रहेछ क्या यत्तिकैको देखिँदो रहेछ यतिको दाम देखिरहेछ हो क्या के गर्नु खोजेको अहिले आसी त्यो संसद बैठकमा त्यो हारको सामानमा हाल्नु त अहिले बाटोमा भेटिन्छ होला नि फोहोर फाल्टो झलम हालेर लिएर जानुपर्छ गाइस नेपाल थोरै मै न म बोक्छु सरी बोक दा कता हो त माथि मुखे ल है त गले दा ब्याक भयो वेलकम ब्याक फेरि पनि हामी अब ठ्याक्क यसरी क्यामेरामा देखाउनु पर्दाखेरि हो चट्ट हुन्छ नि लडाइँबाट भागेर आएको कैदी क्या दैनी ट्याक्कको त्यस्तै हुनुहुन्छ है मिलिट्री जस्तो छ हेलमेट पनि ठिक छ केही छैन पुलिसले केही पनि गर्दैन मिलिट्री हो भन्छ आम्मा दाइ त लजाइदिनु हुन्छ त यार हो त साथी यो चाहिँ चाबी चाहिँ कहाँ अरे जाउन यो उकालो चाहिँ तान्छ कि तान्दैन हेरौँ है दाइ अहिले त झोलामा सामान छैन होला नि छ अझै अघि हल्लाइरहेको छ दाइ हावाले त ह्यान्डल त पुरै हावाले त डेन्जर हल्लाउँछ त हात त साथीहरू चाहिँ अगाडि हिँड्नु पर्ने हामी अगाडि आइहाल्यो आउँदै होला नि हामी सिस्टरी जाउँ न मस्तले गाइस हामी अब जानुपर्छ अलि पछि गर्नु न ठाउँ छ होला त दाइ यार पछाडि नत्र एउटा खुट्टा अगाडि राख्ने एउटा चाहिँ टुप्पामा यसरी बस्नु क्या
पछाडि आउँदैछन् केटाहरू यहाँ पनि यो एउटा उकालो छ क्या मिठो उकालो लामो उकालो पो जानु पोइतोतिर जाने भन्दैछन् केटाहरू अब हामी चाहिँ अगाडि हिँडिरहेको छौँ जस अहिलेको लागि चाहिँ नहल्लिनु है दाइ एक लाइन घटिसक्यो यस्तो नभन्नु है त यार त दुईजना साइकलमा आइदिरहेको रहेछन् पछाडिबाट दिनेश दाईको साइकल त फेरि औडा कुट्छ नि रनमाइकल कुट्छ है ए यस्तो गर्नुहुन्न 45 को स्पिड 50 को स्पिड त यत्तिकै पुग्छ क्या साइकल अझ इलेक्ट्रिक साइकल के हुआ था के भयो चार्ज भयो यो कति हो त जम्मा कसरी गफ हान्नुहुन्छ क्या यो दाइ जस्तो गफारी त दुईटा लाइन छ भने त म थुक्क भन्छु त कार्बेनेरी गयो यार देख्नु हो कि देखेको होइन कार्बेनेरी गयो केही भनेन तर सन्तोषलाई देखाउनु पर्ने हो डेलिभरीको भाडा राख्ने ठाउँमा सन्तोषलाई कहाँ डेलिभरी गर्न लाग्यो भनेर सोध्नु पऱ्यो कि रिजन दाइ दिनेश दाइ सन्तोषलाई कहाँ डेलिभरी गर्न लाग्यो डेलिभरी कहाँ हो अहिले चाहिँ मान्छे दया गर्यो डेलिभरी हान्दिने दाइ महिनाको खाएर 600 रुपियाँ राख्नु के साथीलाई पछाडि पिज्जा सिज्जा समात्ने होइन त खानासाना बनाउने बर्तन सर्तन मात्ने दा कता हो यहाँदेखि चाहिँ बाटो चाहिँ थाहा छैन मलाई कसले त रेड लाइटलाई कुरेर बस्नुहुन्न हामीले भनेर भन्न चाहिँ म सक्दैन त्यही नि याल्लो थियो हल्का 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 मात्र रेड छोको हो गाइस केही फरक पर्दैन
अब चाहिँ पोइतोतिर धेरै स्पिड नै जानुहुन्न हामी ठिक्कको स्पिडमा दाइ पछाडि अब जानुहुन्छ खोल्नु पऱ्यो नि त नि दोनवटा हेरेर छ पछि पछि जामो खुल्यो अब हेर्नु न त्यहाँ कति स्पिड हिँड्छ त साइड हाम्रो पिकअप लिनै यस्तो टाइम लिनु त्यो साइकल वहीँ पर पुग्छ यो चाहिँ मारे साइड हो दाइ मारे साइड सुरु भयो यहाँदेखि चाहिँ यहाँदेखि चाहिँ कारहरू अब अलि उठाबाट चाहिँ कारहरू नै आउनु पाउँदैन यो साइडमा काम गर्न आउनु भने क्या तपाईँलाई सिबी बाँध्दै त्यो ठाउँमा तपाईँले पहिले अर्को ठाउँमा काम गर्नु पर्ने क्या तपाईँलाई भन्दा सुन्नु केटाहरू के भइसक्यो क्यामेरा अन नै छ दा हामी चाहिँ मारे साइडतिर आयो पोइतोतिर यस्तै छ यी कस्तो देखिरहेछ है बाङ्गे देखिरहेछ कि सिधा देखिरहेछ देखिरहेको छैन मैले चाहिँ चेस्टमा लगाइरहेको छु त्यही भएर यो चाहिँ डेन्जर छ यो एरिया चाहिँ यस्तो दामी यतापट्टि चाहिँ मारे हो यतापट्टि मान्छेहरू चाहिँ खासै छैन अहिले खासै गर्मी छैन भखन चिसो भएर ज्याकेट लगाएर हिँडिरहेको छौँ हामी चाहिँ अब हेर्नुपर्छ ओ पारे नि फेरि ऊ छ यार मारे हो कि के हो यो ट्याक्कै यो पहाडको यतापट्टि आयो हामी चाहिँ सरर जाँदैछौँ पच्चिसको स्पिडमा मारेको साइडतिर यो एरिया चाहिँ एकदमै राम्रो छ जो साइकल हिँड्ने लेन भयो यसमा चाहिँ मान्छेहरू खासै हिँड्दैन साइकल हिँड्ने लेनमा आउने र जाने बाटो नि सरर है अहिले राति झन् दामी हुन्छ क्या अहिले रातिको भिडियो देखाउँछु होला अहिलेको भन्दा नि रातिको भिडियो चाहिँ दामी एकदम बब्बाल रातिको चाहिँ अहिले त खासै रातिको भाइब नै छुट्टै हुन्छ क्या एक साइड अलि राम्रो ठाउँ भएकोतिर गएर छिरौँ न भित्र गएर बसौँ ल फेरि ओछ्याउने केही लिएर आएन क्या यार तपाईँसँग त तन्न बङ्गालीको म किन्न पर्ला जस्तो छ तन्न मारेमा त बेचिहाल्छ नि
कतिमा बेच्छ फुल महँगो गर्दा फाइदा दिइहाल्छ घले दाइ जिन्दाबाद हो त है खै नयाँ जुत्ता लगाएर आउनुभयो कि भएन त यही त हो नि हौ नयाँ जुत्ता लगाएर खाँदा स्निकर्स लगाएर आउनुहुन्छ होला पुरा खास त अर्को कस्तो शारीरिक हराउँछ यार साइकल डेन्जर त हान्छ क्या दा लास्टमै जाने हामी नराति भन्नु त चार्ज कति छ कति लाइन छ चार्ज यो त अहिले सुन्दैन धेरै स्पिड चलाउनु पर्छ त्यहाँ त आनन्द भयो होला साथी है उभिएर बस्नु भन्दा त त्यहाँ त हेर त कहाँ हो डेलिभरी गर्ने मुखमा स्माइलै छुट्टै के त हेर्न त्यहाँ आनन्द छ नि अहिले त सन्तोष अहिले त सर्रा होला पावर नि एउटा हुन्छ सुई जान्छ त यार सब अहिले एकदम सब सफाइ हुँदैछ काममा यहाँ त कहाँ सम्झ त्यो सब साफसफाइ हुँदैछ मान्छेहरू हल्का हल्का बढ्दै जाँदैछ त है कहाँबाट छिर्ने त हामी होला दा छिर्नुमा त छिरिदिने भए यहाँ हो तपाईँ त फेरि झर्दै नझर्ने हो क्या हो दा लास्टसम्म झर्दै झर्नुहुन्न त यार ढल्न लागिसक्यो झर्दै झर्नुहुन्न यार मन लागेन जान्न हो रिजन दाइ के गरेको यो भनेको चाँ सिद्धाउने काम हो यो राख्ने कहाँ हो यतै बाँडेर राखिदिउँ होला हो दा यहाँ बाँडेर राखिदिउँ होला क्या अनि दाइको अनि ठुलो टायर छ हेर त हिँड्दैन त मलाई के ल त हामी चाहिँ निस्किन लाग्यो अब फोहोरहरू के हो साथी त्यो पानी यो नि हाल ल फोहोर भइहाल्यो यो हामी चाहिँ निस्किन लाग्यो हाम्रो साथी दाइ दा अब ए हो एउटा साइकल देखिरहेको यो साइकल यो एउटा मानवपाती इलेक्ट्रिक स्कुटर मानवपाती भन्छ यता चाहिँ दाइको बुलेट बाइक चाहिँ त्यो झाडीमा त्यो हरियो देखिरहेछ नि त्यहाँ रहेछ एकदमै दामी हाम्रो सन्तोष भाइको क्रस फायर दाइको बुलेट बाइक चाहिँ यहाँ रहेछ यहाँ बसिरहेको रहेछ एउटा अनि हामी चाहिँ निस्किन लाग्यो बस्यो खाइयो जोस् बोलेको सुनिन्छ नि दा होइन अनि बस्यो खाइयो दा यता हुनुहुन्छ अनि ल जाउँ आगेको जस्तो नगर कान्छा भाइ यार
उहाँलाई फेरि मुटु दुईजना फेरि गोहानको कामदार कम्ती होला त्यही छोड्यो कि चेक गरेर एकचोटि के छोड्यो कि एक लट चेक चाहिँ गर्नुपर्छ फोन छ होइन मोबाइल सोबाइल पर्छ ल चाबी छ ल जाउँ त हिँड्नु त ल हामी चाहिँ जान लाग्यो सरल अब भयो आज बस्यो जे होस् डेस्टिनेसन पुरा भयो डेस्टिनेसन पुरा भयो यो एरिया चाहिँ दामी छ लेक साइड जस्तो तर मान्छेहरू अहिले राति भएको भएर मान्छेहरू चाहिँ खास छैन चिसो अगाडि जानु पर्यो टक्क यता क्यामेरामा चिसो चिसो छ हामी चाहिँ सरल दुईजना यता बानाबाटीमा दुईजना चाहिँ यता पछाडिकोले राइडर हो के हो पछाडिको राइडर फेरि यस्तो अहिले दुईजना चाहिँ नलुट्नु अघि जस्तो अघि घुमाएर चलाउनु पर्छ अगाडि दाइको एक्सिडेन्ट भइरहेको थियो बिन्दास तरिकाले ए सही 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 सुलुलुलु गरे आनन्दले हामी चाहिँ होइन इटलीको आनन्द काम छ जे होस् एक दिन बिदा भयो भने चाहिँ आनन्द एक दिन बिदाको दिन चाहिँ रमाइलो गर्नुपर्छ गाइसहरू जे भयो नि जसले जे भन्यो नि रमाइलो चाहिँ गर्नुपर्छ सरल र यो एरिया चाहिँ दामी छ प्यानो प्यानो चिसो छ यार तर डेन्जर चिसो छ है आज चाहिँ गोप्रोमा चार्ज नै छैन त्यही नै 17% छ अहिले ब्याट्री दाइसँग ब्याट्री छ ब्याट्री चाहिँ पर्ने होला नि ब्याट्री चाहिँ चेन्ज गरौँ लगाए यस्तै छ सुखदुःख यस्तै हो रमाइलो चाहिँ गर्नुपर्छ यो बेला रमाइलो नगरे कहिले गर्ने एक न एकचोटि मर्नु नै छ रनमा गएर है दाइ रमाइलो गर्नु पर्यो नि दाइ फेरि पछाडि बसेर रमाइलो गर्नु पर्यो गरेर पछाडि हेर्नु यहाँ रमाइलो गर्नुपर्छ अरे अरे जाडो भएर क्या अब त डाँडा पारेको काम भइछ यार सुलुलुलु गरेर जानुपर्छ पुग्नुपर्छ राइडर त अहिले चाहिँ 3 तल माथि यो 30-40 केजीको मानापाती एउटा हातमा समातेर लिएर जान्छ गाह्रो पो छ त दाइ चाहिँ सर अगाडि हिँडिरहेको हेर्नु त चलेर मस्त है अब यस्तै हो इटाली यस्तै छ के गर्नुहुन्छ अब धेरै मान्छेहरू आए हामी रिफ्युजी हो हामी नि रिफ्युजी हो पेपर रिन्यू गर्ने येल्लो पेपर दिन्छ येल्लो पेपर रिन्यू गर्ने बस्ने त्यहाँभन्दा अरू केही छैन हस्पिटल लिनु पर्यो पेपर रिन्यू गर्नु पर्यो त्यही हो काम गरेर बस्यो घरमा त के टेन्सन हुन्छ र यहाँ आएर रनमाइकल हरेक कुराको डकुमेन्टदेखि लिएर हरेक कुराको दिमाग खराब हुन्छ औडा ल्याङ छ तर रिल्याक्स त रिल्याक्स नै छ काम गर्यो आयो सुत्यो काम गर्यो आयो सुत्यो काम गर्यो आयो सुत्यो हरेक दिन हुने नै त्यस्तै हो त्यही नै रमाइलो छ भनौँ त्यसलाई दाइ तपाईँ र म फेरि क्यामेरा माथि गऱ्यो यस्तै छ गाइस हामी चाहिँ हिँडिरहेछौँ यसलाई ठोकिदिनुपर्छ क्या हो सानो मान्छे पुटुङ 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 ढुक्रिरहेछ त यस्तो भन्नु त नहुने हो त्यही नै बानी नै यस्तै छ रनमाइकल जसको नि बिल्ला उडाउने बानी छ फेरि के गर्नु हामी यस्तै हो हामी यस्तै त हो नि बोरो जहिले यस्तै त आमा बेसी सहर जाला
केही तल मर्स्याङ्गी सलला लै लै केही तल मर्स्याङ्गी सलला हो ला 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 हो 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 ला 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 चैत दसैँ दरबार मेलैमा मसँग भेट भएको बेलैमा चैत दसैँ दरबार मेलैमा मलाई चाहिँ यो गीत आउँदैन गाइस लमजुङको दायाले गीत गाउँदैन आमाकी बुहारी औल सेउ खेलौ जुहारी बनाउँछु आमाकी बुहारी घर हाम्रो ओखरी छैन होइन Hello, ¿cómo estás? यस हेवातालमा साइली डुङ्गा सलला सम्झनमा तिम्रो हामी चाहिँ चेन्ज गरेको ल भर्खर प्यासेन्जर चेन्ज गरे यहाँ चाहिँ प्यासेन्जर चेन्ज गरेको साइकलमा यहाँ ब्याट्री 2% चार्ज बस्यो क्या मेरो मानववासीमा यताबाट जाने यो साइकलले त फेरि औडा तान्छ नि फेरि औडा स्पिड भएको साइकल हो यो त खतरा 4 घन्टा चार्ज गऱ्यो भने फुल हुन्छ होइन यसको ब्याट्री अनि डेन्जर खप्छ बिहान 11-12 बजेदेखि 2-3 बजेसम्म नन स्टप दिनु म ल्याइदिन्छु च्याप्पोसँग दाइ मलाई दाइ त बस्नै दवा लाग्ने